यो मसँग स्यामसङ वासिङ मेसिनको पिसी छ। आउटडोर फ्रन्ट साइड लोडिङ छ, फ्रन्ट लोडिङ हुन्छ है 8 kg को। यो पुरै डेड छ हैन, केही छैन। हामीले पावर दिँदाखेरि पनि केही पनि छैन हैन। अब यसलाई रिपेयर गर्दैछौँ है, हेरौँ के हुन्छ। अब रेडी गरिसक्यो, अब एकचोटि हालेर हेर्छौँ है। यो कनेक्टर मेन अन भयो। अब स्विच अन गर्छु, अन भयो है। त्यसपछि यो पनि काम गर्दैछ, अहिले गरिरहेको थिएन। अब सिस्टममा हालेर हेरेर अनि त्यसपछि एउटा लास्ट देखाउँछु म, ओके भयो भएन है। थ्याङ्क यू। यो हो हैन, यसको मोडल हेरौँ है त। मोडल यहाँ छ हैन, 8 kg को रहेछ। अब यसमा रिपेयर गरेको बोर्ड हालेर अनि हेर्नु पर्यो है। अब फ्रन्टमा यसलाई फिट गर्ने हैन। हाम्रो मेसिन बन्यो अरे। ल अब हामी प्याक गर्छौँ। यो हाम्रो फुल फिनिस भयो। अब लाइन अन गरिए स्टार्ट हैन। अब चल्न थाल्यो मजाले हैन। अब मन थाल्यो। ओके, मेरो काम फिनिस भयो। यो 8 kg को फ्रन्ट लोडेड कंप्लीट।